अध्याय 4 बाजुपनको कथा र आशाको बिउ। अर्को दिन पहाडमाथि कालो बादल जमेको। गाउँमा कुरा चल्छ। सहर पुगेपछि मानिस बदलिन्छ। हावामा शङ्का तर माटोमा भरोसा। लुमाया बिउ छर्ने काममा व्यस्त। उनी सोच्छिन् बिउलाई एक्लै राख्दा त्यसले जमिन खोज्छ। मनलाई एक्लै राख्दा त्यो नाम खोज्छ, आरुन। उनी मनभित्र भन्छन्, यदि तिमी बदलियौ भने पनि म तिमीलाई बदलिएको रूपमा पनि सम्झन्छु। उता आरुन घरका ज्येष्ठको छेउमा बस्छन्। आमाको हातले ढिकी कुटेको ताल, बाउको चुप्पी। उनी ढकमक्क पिन्दिन्छन्। जिम्मेवारी, आकांक्षा र प्रेम तिनैलाई एउटै टोपी बनाइराख्न। रात पहिले गोलबेन्डा झोलको सानो गन्ध र धुलो बत्तीको प्रकाशमा आरुन पत्र लेख्छन्। लुमाया, तिमीले दिएको घन्टी मेरो छातीमा नजिकै राखेको छु। बज्यो भने तिमीले सुन्नेछौ भन्ने विश्वासले म भित्र शब्दहरूलाई बिउ जस्तै राख्छु।